Hello guys, Manima Tamang, welcome back to my YouTube channel. आज चाहिँ हामी नागरा फल आएको छौँ हाम्रो देवपदेमा अनि पापा आमामा सबै लिएर। हामीलाई कहाँ छ भने अब? धन्यवाद। Sure. हाम्रो देमा अनि आमा अनि पापा चाहिँ बिरामी हुनुहुन्छ, त्यही भएर बिस्तारै हिँडेर आउँदै हुनुहुन्छ। एक राउन्ड घुमेर आइसकेपछि चाहिँ अब हामी चाहिँ खानपिनतिर लाग्दैछौँ। हाम्रो देमा आमाहरूले ल्याउनु भएको खाजा चाहिँ हामी यहाँ पार्कमा बसेर भुइँमा ड्याममै बसेर चाहिँ मजासँगले मिलेर चाहिँ यहाँनिर नि के ल्याउनु भएको छ हामी खानेवाला छौँ। हजुरहरू हेर्नु होला। हाम्रो देमा र आमाले चाहिँ खाना पस्किरहनु भएको छ। आमाले चाहिँ धम्मधम खाना पस्किरहनु भएको छ। देमाले चाहिँ सब्जी के लानु भएको थियो, देमाले घरबाट सब्जी झिके निकाल्दै हुनुहुन्छ। अब सबैजना मिलेर फेरि खानेवाला छौँ। हजुरहरू हेरेर साथ दिनु होला। कसै पनि खतरा खुवाइ पनि खतरा चाहिँ हाम्रै हुने भयो नि आज। मरात भयो आज यस्तो। मित्रगणहरूले माग्दै हुनुहुन्छ। अहिले मित्रगणहरूले उब्रेको दिन्छौँ हामी। दुईटा भएका दाम होइन। हामीले खाँदै गर्दाखेरि चाहिँ यहाँनिर चराचुरुङ्गीहरू पनि हामीले खाएको देखेर चाहिँ भेला भइसकेको छ। उनीहरूलाई पनि हामी सेयर गरेछौँ, चराचुरुङ्गीलाई पनि दिनेवाला छौँ। गाइज कति धेरै आएको छ भने चराचुरुङ्गीहरू। यो चराको नाम चाहिँ हजुरहरूलाई थाहा छ भने चाहिँ हजुरहरूले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ है त।
अब चाहिँ भने हामी खाजा खाइसकेर चाहिँ झर्ना हेर्नेतिर लाग्यौँ। अर्कोपट्टिको साइडमा यतापट्टि हेरिसकेको थियौँ, अब अर्कोपट्टि जाँदैछौँ। हजुरहरूले पनि हेर्न साथ दिनु होला है त। नाग्राफल टुर हुँदैछ गाइस, नाग्राफल टुर। राम्रो भ्यू त नि। अहिले चाहिँ हामी नाग्राफलमा हजुरहरूले फल देखिरहनु भएको छ, टाढैदेखि भए पनि र मैले जुम गरेर देखाउने प्रयास गरिरहेको छु। हामी चाहिँ यता युएस साइडमा छौँ भने चाहिँ उतापट्टि अघि देख्दै हुनुहुन्थ्यो हजुरहरूले त्यो बिल्डिङ, त्यता चाहिँ क्यानाडा पर्छ। क्यानाडा साइडको मान्छेहरू त्यहाँ राम्रो देखिन्छ भनेर सुनेको छु। त्यो पल्लोपट्टि चाहिँ गाइजहरू देख्नुभएको चाहिँ क्यानाडा हो होइन। हामी चाहिँ यता युएस साइडमा हो। यहाँ चाहिँ सिर्फ यो नाग्राफलको त्यसले मात्रै उताको भाग चाहिँ एउटा भाग छुट्याइएको छ। म नजिक नजिक जाँदैछु। यसको भ्यू है। नाग्राफललाई यसरी नजिकैबाट अवलोकन गर्नु पाउँदाखेरि एकदमै रमाइलो भएको छ भन्दै आजको ब्लग यिनै बन्द गर्न चाहन्छु। फेरि पनि अर्को ब्लगमा हजुरहरूसँग भेट बाचाको साथ आजलाई बिदा चाहन्छु। हस्त नमस्ते, धन्यवाद।